ल आज अल्जेब्राकै केही कुराहरू सानो कुराहरू बेसिक छ त्योहरू बुझ्यौँ। जब हाम्रो मानव एक्स प्लस ए छ इक्वल टु बी छ, गइरहेछ अब यहाँ हेर, एक्स प्लस ए इक्वल टु बी के गर्ने यसलाई? प्लस बिकम माइनस हो। यो प्लस जुन छ यता उता गयो भने के हुन्छ? माइनस हुन्छ। एक्स इक्वल टु बी माइनस ए। अब यसकै आधारमा एउटा क्वेसन गरौँ ल। यसकै आधारमा क्वेसन गर्यो भने एक्स प्लस 4 इक्वल टु 5 के हुन्छ यसको एन्सर? 5 minus 4, therefore x equal to 1. अर्को भनेको तिम्रो के हुन्छ? जब x माइनस a छ, माइनस के हुन्छ? माइनस बिकम्स प्लस हो। अब यसकै आधारमा एउटा इक्जाम्पल गरौँ। x माइनस 2 इक्वल टु 3, यसको एन्सर कति हुने भयो? हो, किनकि 3 छ, यता आयो भने प्लस हुन्छ, therefore 5 भयो। अर्को भनेको के हुन्छ? जब हाम्रो क्वेसनमा ए इन्टु एक्स इक्वल टु बी छ भने के हुन्छ? इन्टु बिकम्स मल्टिप्लाई बिकम्स डिभाइड हो। ए इन्टु एक्स इक्वल टु बी छ भने के हुन्छ हाम्रो? यसको सोलुसन गर्यो भने यसरी हो, एक्स नै ल्याउ न, एक्स इक्वल टु बी बाई ए हो। यो जुन ए छ यसको मुनि जान्छ, जान्छ। यसकै आधारमा एउटा इक्जाम्पल गरौँ न। हामीले 2x इक्वल टु 4, यसको एन्सर कति हुन्छ? 4/2 भयो। 2 1 जा 2, 2 2 जा 2, 2/1 भनेको 2 भयो। x इक्वल टु 2। अर्को भनेको डिभाइडमा, जब डिभाइडमा छ भने के हुन्छ? डिभाइड बिकम्स मल्टिप्लाई। एक्स बाई ए छ भने ए उता गयो भने के हुन्छ? मल्टिप्लाई हुन्छ। ए टु बी, यही हो। अब यसकै आधारमा क्वेसन गरौँ। एक्स बाई 2 इक्जाम्पल इक्वल टु 2, कति हुन्छ एन्सर यसको? 4। तिम्रो सानो सानो कन्फ्युज टाढा होस् भनेर मैले
एड सब्ट्र्याक्सन डिभाइड मल्टिप्लाई जस्तो कुराहरू सिकाइरहेको छु। जब यस्तो छ भने ए ब्राकेट बी प्लस सी के गर्ने, एलाई के गर्ने मल्टिप्लाई, एलाई के गर्ने मल्टिप्लाई विथ अल टर्म, सबै टर्मलाई मल्टिप्लाई गर्ने हो। त्यसो हो भने हामीले यसको कसरी लेख्ने, एबी प्लस एसी हो कि होइन, हो कि होइन। ल यसकै आधारमा एउटा इक्जाम्पल गरौँ। यसको एन्सर के हुन्छ, अब अर्को भनेको तिम्रो के हो, ल त्यही कुरालाई मैले यसरी गरिदिएँ, प्लस ए प्लस बी थियो होइन, यसलाई नै मैले यसरी गरिदिएँ, ए माइनस बी। यो हाम्रो क्वेसन भयो अहिलेको 6 नम्बर। यसलाई पनि मल्टिप्लाई गर्ने सबै टर्मले, एक्स थियो। यसको आधारमा इक्जाम्पल गर्यो भने के हुन्छ, 2a माइनस बी नै गर्छ एन्सर हो। अर्को भनेको ए प्लस 0 छ भने के हुन्छ, नम्बर यस्तै सेम, नम्बर सेम रहन्छ, बुझ्यो। यसरी मान इक्जाम्पल हेरौँ न यसको, 100 प्लस 0 छ भने के हुन्छ, 100 नै हुन्छ। ए प्लस 0 छ भने ए नै हुन्छ हो, 5 प्लस 0 छ भने 5 नै हुन्छ हो। भइसकेपछि अर्को तिम्रो ए इन्टु 1, यो हेर मल्टिप्लाईमा छ भने के हुन्छ, यसको पनि नम्बर सेम रहन्छ, रहन्छ होइन। यो हेर जस्तो इक्जाम्पल हेर, एक्स इन्टु 100 गऱ्यो भने के हुन्छ, यस्तै रहन्छ, यस्तै रहन्छ होइन। अर्को तिम्रो बेसी हेर, ए इन्टु 0 गऱ्यो भने के हुन्छ, एन्सर ए इन्टु 0 भयो भने कति हुन्छ एन्सर, लास्टमा एन्सर जति जहिले नै आउने भनेको 0 हो कि होइन, किनकि 100 इन्टु 0 गऱ्यो भने के हुन्छ, 0 नै हुन्छ। ए इन्टु 0 गऱ्यो भने 0 नै हुन्छ, बी इन्टु 0 गऱ्यो भने 0 नै हुन्छ, 5 इन्टु 0 गऱ्यो भने 0 नै हुन्छ हो। अनि एउटा लव थियो अल्जेब्रामा, कम्युटेटिभ लव, त्यो भनेको
अल्फाबेट मात्रै यताउता हुन्छ, तर जहिले पनि दुईटै साइडको एन्सर चाहिँ इक्वल हुनु पर्यो। order change हुन्छ, order change but answer same। यसको आधारमा हेर, एक्जाम्पल हेर, 3 + 2 = 2 + 3। यो लले यो भन्छ। यहाँ हेर, यहाँ 3 छ, यता 3 यता छ, यहाँ 2 छ, यहाँ 2 छ। एन्सर आउने भनेको 5 = 5 हो कि होइन? अर्को भनेको मल्टिप्लाईको फर्ममा। यसलाई भन्ने भनेको के हुन्छ थाहा छ? एसोसिएटिभ ल अफ मल्टिप्लिकेसन। सिम्पली बुझ न, यो मल्टिप्लाई हो जस्तो, बुझ्यौ? यो ल दिएको हुन्छ, ल भनेको थोरै याद राख्नु पर्यो। सिम्पली तिमीले के बुझाएको त्यो बुझाउनु पर्यो। ग्रुप चेन्ज हुन्छ, order चेन्ज हुन्छ। यसको ग्रुप भनेको समूह भयो, order भनेको एक पछि एक हो है, हो कि होइन? यहाँ हेर त, ए पछि बी छ, यता बी पछि ए छ, order चेन्ज छ नि, एन्सर चाहिँ सेम हुनु पर्यो। यहाँ हेर, 2 × 3 3 × 2। यहाँ हेर, फर्स्टमा 2 छ, फर्स्टमा 3 छ, 3 लास्टमा छ, लास्टमा 2 छ। order चाहिँ चेन्ज छ, एन्सर चाहिँ सेम हो कि होइन? यति भइसक्यो भने अर्को कुरा के तिमीले याद राख्ने? हेर, ए प्लस ब्राकेट सी, यसको ग्रुप चेन्ज हुन्छ तर एन्सर सेम हुन्छ। यसको इक्जाम्पल लियो भने यहाँ हेर, 2 + 3 बाहिर 5, भित्र पनि 5 आयो, ब्राकेटमा बाहिर पनि 5 आयो। यसले के भन्छ थाहा छ? ग्रुप चाहिँ चेन्ज हुन सक्छ तर एन्सर सेम हुन्छ। यो यता छ भने उता पनि हुन सक्छ तर एन्सर भित्र र बाहिर सेम हुन्छ, बुझ्यौ? अर्को लास्ट वान छ, अन्तिम तिम्रो कन्सेप्ट, एबिसी। यसको पनि ग्रुप चेन्ज हुन्छ, एन्सर चाहिँ सेम हुन्छ। यसको इक्जाम्पल लियो भने के हुन्छ? 2 × 3 बाहिर 6, यता पनि 6 आयो, यता पनि 6 आयो, बुझ्यौ? बुझिसकेपछि ल डिटिभी गर, डेली प्राक्टिस पेपर। डिटिभी भनेको डेली प्राक्टिस पेपर। ल म लेख्दै जान्छु, तिमी गर्दै जाऊ, ठिक छ? यो क्वेसन भयो तिम्रो, 3x + 5x। 1 नम्बर क्वेसन भयो। अर्को क्वेसन हेर, 7a + 2a। यता हेर, यसको सोलुसन म हेराइदिन्छु, अर्को क्वेसन तिमी आफै गर। गिभेन के छ हाम्रो? यो लेख्ने, 3x + 5x। सोलुसनतिर गयो भने
के गर्ने दुइटैमा एक्स कमन आयो 3 + 5 हाम्रो एन्सर के आयो 8x आयो एन्सर हेऱ्यौ यो तिम्रो भनेको एडिसन अफ लाइक टर्म बुझ्यौ यसलाई यो क्वेसन यस्तो टाइपको एक नम्बरमा लेख एडिसन अफ लाइक टर्म अर्को 2 नम्बरमा गर्ने भनेको सब्ट्र्याक्सन अफ लाइक टर्म सब्ट्र्याक्सन फ्र्याक्सन अफ लाइक टर्म सब्ट्र्याक्सन अफ लाइक टर्मको फर्मुला हेर ax माइनस bx इक्वल टु एक्स एक्स कमन आयो a माइनस b ब्राकेटको बाहिर एक्स यसको आधारमा इक्जाम्पल एउटा गरिदिन्छु त्यसपछि तिमीलाई क्वेसन दिन्छु क्वेसन गर 9x माइनस 4x इक्वल टु कति हुन्छ 5x हुन्छ तर के गर्ने सोलुसन दिने हो यसरी डाइरेक्ट देखायो अब फर्मुला जुन छ के छ ax माइनस bx दुइटैमा के कमन आयो एक्स आयो ब्राकेटमा के भयो यो यही हो हाम्रो फर्मुला सब्ट्र्याक्सन अफ लाइक टर्म त्यसको आधारमा तिमीलाई म क्वेसन दिन्छु गर 12x माइनस 5x अर्को भनेको 15y माइनस 8y अर्को भनेको 20a माइनस 7a ल यसको म एउटा सोलुसन हेराउँछु ल कुन नम्बर म एक नम्बर गरिदिन्छु एक नम्बरको सोलुसन हेर गिभेन के दिएको छ 12x माइनस 5x के कमन आयो एक्स कमन आयो 12 माइनस 5 7x हाम्रो एन्सर हो बुझ्यौ अर्को हामीले पढ्यो हिजो अहिले पनि पढ्यो डिस्ट्रिब्युटिभ ल ल यो लले के भन्छ यसको फर्मुला के छ हेर ए ब्राकेट बी प्लस सी ब्राकेट खोलिदियो भने के हुन्छ हरेक टर्मसँग मल्टिप्लाई हुन्छ अघि पढ्यौ तिमीले अर्को बी माइनस सी यो दुइटै अघि पढे हो हो भने यसको आधारमा एक्सर्साइज गर तिमीलाई म क्वेसन दिन्छु एक नम्बर 6x+5 सबै इक्जाम्पल मैले गराइसकेको छु अब तिमीलाई क्वेसन दिन्छु लेख त्यो गरिराख एउटा भनेको सल्भिङ सिम्पल इक्वेसन सिम्पल इक्वेसन
फर्मुला यसको हेर अघि पढे जस्तै यसको आधारमा तिमीलाई म क्वेसन दिन्छु तिमी आफै गर्नु एक्स प्लस ए इक्वल टु बी के हुन्छ यसको एक्स इक्वल टु बी माइनस ए हो कि होइन अनिसा एक्समा एक्स प्लस ए इक्वल टु बी छ भने प्लस ए उता जान्छ माइनस हुन्छ अनि अर्को चाहिँ तिम्रो जुन छ एक्स माइनस ए त्यो भनेको उता गयो भने के हुन्छ प्लस हुन्छ हुन्छ अनि अर्को तिम्रो भनेको जुन छ ए एक्स इक्वल टु बी छ मल्टिप्लाईमा छ भने उता गयो भने के हुन्छ डिभाइड हुन्छ अर्को भनेको तिम्रो डिभाइडमा छ भने के हुन्छ मल्टिप्लाई हुन्छ हो यसको आधारमा तिमीलाई क्वेसन दिन्छु गर एक नम्बर दुई नम्बर तीन नम्बर एक नम्बरमा तिमीलाई चाहिए एक्स प्लस 12 इक्वल टु 25 अर्को भनेको एक्स माइनस 8 इक्वल टु 15 अर्को भनेको 9x इक्वल टु 72 अर्को भनेको तिम्रो x डिभाइड 6 इक्वल टु 8 यति भइसकेपछि अब तिम्रो बेसिक कन्सेप्ट लगभग क्लियर भयो अर्को हेर एउटा तिमीलाई के पढ्नुपर्ने हुन्छ सब्स्टिट्युसन केही कुरा राख्ने तर म्याथ हो म्याथमा के हुन्छ यसको फर्मुला लेखिराख रिप्लेस रिप्लेस द variables with its given value के भनेको छ यसले रिप्लेस द भेरिएबल भेरिएबल रिप्लेस गर्न भनेको छ केसँग गिभेन भ्यालुसँग यसको आधारमा एउटा इक्जाम्पल गर न अनि बुझ्छु अब इफ एक्स इक्वल टु 6 छ भने तिमीले भनिदियो फाइन्ड 4x प्लस 3 के गर्ने एक्स को ठाउँमा भेल्यु राख्ने हो यो के भयो 4 इन्टु एक्स भनेको 6 प्लस 3 4 6 जा 24 प्लस 3 एन्सर के भयो हाम्रो 27 भयो ल यसको क्वेसन हेर तिमीलाई मैले दिँदैछु इफ b इक्वल टु 3 फाइन्ड एक नम्बरमा भयो तिम्रो 3b प्लस 2 अर्को भयो 5a माइनस 4 5b माइनस 4 अर्को भयो 2b प्लस 8 यति क्वेसन हो ल अब तिम्रो सबै क्वेसनहरू मिलाएर म हाल्छु हेर यो क्वेसन हेर्दै जाऊ लेख्दै जाऊ प्र्याक्टिस पनि गर्नु सोलुसन भएन भने लास्टमा गरिदेऊ न
हाम्रो सकिन्छ। सिम्प्लिफाई 5x प्लस 9x। अर्को भनेको 12a माइनस 8a। अनि 2 नम्बरमा एक्सपान्ड को ए नम्बरमा 7x प्लस 3d। अर्को बी नम्बरमा भनेको 8y माइनस 5। अनि सल्भको ए नम्बरमा भयो तिम्रो x प्लस 14 इक्वल टु 30। बी नम्बरमा भयो x माइनस 9 इक्वल टु 18। सल्भ सी नम्बरमा 6x इक्वल टु 42। x डिवाइड 7 इक्वल टु 9। अनि तिम्रो 4 नम्बरमा इफ x इक्वल टु 8। इफ x इक्वल टु 8 छ भने के गर्ने? फाइन्ड गर्ने के भ्यालु x को भ्यालु राखेर 5x प्लस 2। लास्ट one question. Write an algebraic expression for more than a number. ल यति तिम्रो क्वेसन हो।